मैले यो न्यू ब्रान्डको जुत्ता कहाँबाट पाएँ त? यो सबैजना जान्नको लागि तपाईँले फुल भिडियो चाहिँ हेर्नुपर्छ है त। हेलो एभ्रिवान, वेलकम ब्याक माई अनदर भिडियो। तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म तपाईँहरूकै आफ्नै मिनी ब्लगर पवन नयाँ ब्लग लिएर आइसकेको छु। तपाईँहरूले हेरेर साथ सपोर्ट चाहिँ गरिदिनु होला। आज चाहिँ म बिहानैदेखि धेरै काम थियो नि त, उसले छिटो काम गर्दै थिएँ। अब गेस्ट रुमहरू धेरै थियो नि त, अनि 11-12वटा त गेस्ट रुम मैले क्लिन गर्नुपर्ने थियो, अनि 12-13वटा गेस्ट रुम रेडी पनि गर्नुपर्ने थियो। आज गेस्ट आउँदै थियो, त्यही भएर मैले हतार गेस्ट रुम चाहिँ सक्ने गरेँ। त्यही भएर म छिटो रमाउँदै गर्दै थिएँ। तपाईँहरूलाई म एउटा सरप्राइज पनि दिन चाहन्छु। तपाईँहरूलाई मैले एउटा कुरा देखाउन चाहन्छु। अर्को भिडियोमा तपाईँलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। यो परदेशी लाइफ भनेको यस्तै रहेछ साथी। यो छिटो नगरी त हुँदैन। खै किन ढिलो गरे पनि यो चाहिँ मेरो काम चाहिँ आफैलाई हो, नगरे पनि आफैलाई हो। त्यही भएर म चाहिँ छिटो गर्दै थिएँ। अब त्यो गर्नै पर्ने हुन्छ नि त, आफूले जति सक्नुपर्छ त्यो गर्नै पर्ने हुन्छ, आफूलाई नै हो सबै काम। अनि त्यही भएर मैले चाहिँ फाइनली यो रुम चाहिँ सकेँ, हेर्न सक्नुहुन्छ। अब म चाहिँ लगभग अर्को रुमतिर जानुपर्ने हुन्छ। अब म अर्को रुममा गएँ। अब त्यहाँको हालत चाहिँ यस्तो थियो क्या फर्स्ट टाइम चाहिँ। अब तर यो क्यामेरा चाहिँ मलाई खतरा लागेको क्या। यो क्यामेरा निकै नै ठुलो थियो र बवाल थियो। आजको भ्यू चाहिँ बाहिर हल्का घाम लागिरहेको थियो, अनि त्यही भएर आजको यो रुम चाहिँ मैले छिटो यो रुम पनि सकेर रुम त्यस्तै छटापडा थियो होला, त्यो पनि सक्नुपर्ने हुन्छ। म पनि के कम गेस्टहरूको त्यो ड्राइभ गर्दा लाउने जुत्ता पनि लगाइदिएँ। अब मलाई त मनपर्छ, तर पनि अब ड्राइभ गर्न त सक्दिनँ। त्यही पनि अब मैले रुममै लगाइदिएँ क्या, भेटेको थिएँ। अनि हेर्नुहोस् तपाईँलाई कस्तो दिएछ मेरो नयाँ ब्रान्डको जुत्ता। मलाई चाहिँ एकदम राम्रो लागिरहेको थियो साथी। हो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट चाहिँ गर्नु होला। अब यो मेरो फाइनल रुम सकेँ, मैले यो रुम पनि सक्दिएँ। अब हेर्न सक्नुहुन्छ यो रुम सकेर चाहिँ अब म आफैलाई स्पेसल रुमतिर लिएर जानेछु। आउनुहोस्, तपाईँलाई म यस्तो स्पेसल रुममा लिएर जानु छ, हेर्न सक्नुहुनेछ। आजको बर्थडे गरेको रुम चाहिँ हालत चाहिँ कस्तो हुन्छ भनेर तपाईँलाई मैले अघिल्लो भिडियोमा पनि देखाइसकेको छु। अब यो बर्थडे गरेको रुमको चाहिँ हालत चाहिँ यस्तै हुन्छ क्या साथीहरू। हेर्नु त के गरे यो बेलुन आम्मा बाफले कति बेलुन थियो त, मलाई मात्रै थाहा थियो साथीहरू। मैले यसलाई सफा गर्दा फुटाउँदा कति झ्याउ भएको लाग्थ्यो भने नि, लास्टै झ्याउ बनाएको हुन्थ्यो क्या साथीहरू। हेर्नु न, टोइलेट भयो, बाथरुम भयो, के गरे बेलुनै बेलुन। आजको लागि चाहिँ यति नै है त गाइस, सबैले हेरेर